हेलो हेलो हामी आज फ्रीमा गिब्ली इमेज बनाउन गइरहेका छौं। गिब्ली इमेज नेपालीमा कसरी बनाउन सकिन्छ आज यो भिडियोमा सिक्न गइरहेका छौं। ल सुरु गरौँ है त। गिब्ली इमेज फ्रीमा बनाउनको लागि हामी सुरुमा जानुपर्छ ग्रुप एआई मा। तपाईको यहाँबाट ग्रुप एआई मा जानुस् पहिला सुरुमा। ग्रुप एआई यो ट्विटरको एआई हो। यसमा ट्विटर लगइन पनि गर्नुपर्छ। ट्राई ग्रुप ट्राई गरौँ न हैन। इन्स्टल पो गर्नुपर्ने रहेछ, एपै चाहिने रहेछ यसलाई। ग्रुप एप इन्स्टलै गर्नुपर्ने हो, इन्स्टल नगरी नआउने हो। इन्स्टलै गर्नुपर्ने रहेछ यसलाई है। ल हामी अब प्ले स्टोरमा आइसक्यौं हैन। अब ग्रुप अब इन्स्टल नगरी नहुँदो रहेछ, यसलाई ग्रुपले पहिला इन्स्टल गरौँ। ग्रुप एआई लाई ग्रुप एआई इन्स्टल गरौँ पहिला यसलाई एकछिन है। इन्स्टल होस् त्यसपछि अनि फ्रीमा गिब्ली इमेज बनाउनु पर्छ आज। ल इन्स्टल भइसकेको छ, यसलाई अब ओपन गरौँ है। कन्टिन्यू विथ एक्स रे ट्विटरबाटै लगइन हानौं। कन्टिन्यू विथ एक्स भइसक्यो। अब सुरु खुल्दैछ है, खुल्दैछ। खुल्यो। अब तपाईको ग्रुप 3 एआई खुलिसकेपछि यहाँ तपाईले फोटो अपलोड गर्नुपर्ने हुन्छ। फोटो अपलोड गरौँ र कुन फोटो तपाईले हाल्न चाहनुहुन्छ त्यो फोटो यसमा हाल्न सक्नुहुन्छ। हामी चाहिँ अहिले सुरुमा यही फोटो गरौँ है। यो फोटोलाई यसमा गएर के लेख्नु पर्छ भन्दाखेरि टर्न इन्टु गिब्ली इमेज, GIBLI गिब्ली, GIBLI गिब्ली इमेज गरिसकेपछि भएन यो। टर्न दिस इमेज इन्टु गिब्ली इमेज, GHIBLI है हैन, बट यु हेभ नट प्रोभाइडेड एन इमेज प्रोभाइड गरौँ। त्यसपछि यसलाई के गरौँ भन्दा टर्न दिस इमेज इन्टु GHIBLI गिब्ली इमेज। अब हुन्छ कि हेरौँ है त। यसरी हामीले फ्रीमा गिब्ली इमेज बनाउन सकिन्छ। यदि च्याट जीपीटी को सब्सक्रिप्सन छैन भने पनि हामीले ग्रुपलाई युज गरेर यसरी फ्रीमै गिब्ली इमेज बनाउन सकिन्छ है त। ल बन्यो है गिब्ली इमेज हाम्रो फ्रीमा बन्यो है। यस्तै एकचोटी फेरि अब अझै के भन्छ, अझै एउटा फोटो फेरि बनाएर हेरौँ है। अर्को फोटो है त कस्तो हो यो। हाकु कालेको हेरौँ है त। हाकु कालेको नि टर्न दिस इमेज इन्टु गिब्ली इमेज। हाकु कालेको नि गिब्ली बनाइदिउँ न हैन। ल बन्यो है फ्री गिब्ली इमेज विदाउट च्याट जीपीटी। ग्रुपबाट बनाउन सकिन्छ यस्तो फ्रीमा गिब्ली इमेज है त। ल यही थियो आजको भिडियो। हजुरहरुलाई कस्तो लाग्यो है? मन परेमा लाइक गरिदिनु, नत्र ठिकै छ।